यति राम्रो मुहारमा चन्द्रमामा पनि दाग हुन्छ नाको तिमी किन गाडीहरू माया लाग्छ कि साथीहरू हजुर के पऱ्यो आँखामा फेरि आम्मामा स्पिड ल भगर एउटा भिडियो बनाउँछ र कार आछ टोडा काछ रिस उठाइरहेको छ मोबाइल बनाइदिन सो हेलो एभ्रिवान नमस्ते सबैजनालाई स्वागत छ हाम्रो नयाँ भ्लगमा अनि साथीहरू आज चाहिँ यति बेला साँझको 4 बजिरहेको छ यति बेला भ्लग स्टार्ट गर्नुको कारण चाहिँ के हो यति बेला सबै अब जसले अब थाहा पाउनुहुन्छ भिडियो सेयर बनाउनुहुन्छ उहाँहरूलाई चाहिँ थाहा होला यति बेला चाहिँ एकदमै राम्रो क्यामेरा आउँछ क्वालिटी पनि राम्रो अनि पिक्चरहरू हुन्छ नि गुड लुकिङ पनि आउँछ र आज हामी जाँदैछौँ नेपालगञ्जको अहिले एकदमै ट्रेन्डिङमा भएको फुलहरूको ठाउँमा अब उही नेपालगञ्ज नपुगे पनि हाम्रो अगाडि पनि हाम्रो पसलको अलिकति अगाडि पनि त्यस्तै खालको चाहिँ लुक्सहरू छ के अरे है यहाँ चाहिँ अब कतिपयलाई थाहा छैन होला अनि आज चाहिँ हामी त्यतै जाँदैछौँ अनि त्यो चाहिँ अब भनौँ न एकदमै राम्रो पनि छ अहिले नेपालगञ्ज भन्दा नि नेपालभरि नै त्यो एकदमै ट्रेन्डिङ भएको छ कि हाम्रो रुटिन अब नेपाल बन्दले पनि हाम्रो रुटिने ब्रदरले पनि हालिदिनु भएको थियो डकमक्क फुलेको नेपालगञ्ज भनेर आज चाहिँ हामी उतै जाँदैछौँ अनि उता जानको लागि चाहिँ अब हामी व्यापारी भइसकेपछि अलिकति व्यापारी तरिकाले जानुपर्छ आज चाहिँ हाम्रो यो कपडाको नयाँ सुटिङ पनि छ काली त हाई भन न ल कस्तो छ एकछिन रोखु देखाइन्छु त एक्चुअली सल पनि हाल त यो सल हाल त अनि मजाले देखाइन्छु म अनि यो चाहिँ हेर्नु त यति राम्रो यो चाहिँ हामीसँग धेरै छ है यो चाहिँ हामीसँग धेरै नै छ हजुरहरूले मजाले खै तलबाट मान्छेमा देखाइन्छु खै मेरो बुढी चाहिँ विदाउट मेकअप गरेको छ है ल ल अनि यो चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ यसको पनि अब आज सुटिङहरू हुन्छ यसमा चाहिँ भिडियो सुटहरू हुन्छ यता हो ल वाउ खै बुट्टादेखि ल वाउ तल ल घुम एकचोटि ल ल ल ल ल यस्तो गर क्युटी खै यस्तो गर त कति राम्रो चिज के खै एकैछिन यति राम्रो मुहारमा यस्तो गर न हो यति राम्रो मुहारमा चन्द्रमामा पनि दाग हुन्छ अनि किन हो कि यस्तो माया घटाउनु भएको हजुरहरूले म त पागलमा डिप्रेसनमा जान लागिसक्यो हजुरहरूको माया देखेर युट्युब फ्यामिली भएन है यो चाहिँ अब हजुरहरूले पिआई भ्लग भएन है भनेर भन्नुभयो होला हामी चाहिँ युट्युब फ्यामिली भएन भन्ने अब स्थिति आएको छ अनि एकैछिन यो पसल चाहिँ हाम्रो मम्मीले हेरिदिनुहुन्छ अब हाम्रो यो पसलमा फेरि के हुन्छ भने चाहिँ साथीहरू जो मान्छेले बसेर पनि चलाउन सक्छ किनभने चाहिँ हाम्रो सबै भिडियोहरू सबै प्राइजहरू भिडियोमै मेन्सन हुन्छ त्यसैले त्यस्तो गाह्रो पिरो पर्दैन जसले नि कुदिन सक्नुहुन्छ हाम्रो पसल चाहिँ र अब चाहिँ हामी उतैतिर लाग्यौँ अनि खै त साला खालि अनि सालाजीलाई पनि अब क्यामेराम्यान पनि अब सालीलाई पनि आउँथ्यो नि त अनि अब साली पनि अब अहिले एकछिन म खुलाउँछु म साली पनि जाँदैछन् अब काठमाडौँको लागि आज भर्खरै सालीको घर तुलसीपुर हो तर पनि साली किन काठमाडौँ जाँदै भन्ने कुराहरू पनि हजुरले सोच्नु होला कति बेला थाहा होला अब चाहिँ आज त्यो पनि आज खुल्नेछ अब एकछिन आइसकेपछि अब एकछिन अब मेरो बुढीले मेकअप त गर्नै पऱ्यो नि त कति राम्रो आएको थियो कि आज के हो पारा अनि ल अब एकछिन हेर्दै जानु होला है त साथीहरू मैले भनिहालेँ अघि न क्यामेराम्यान नभएर अब हामी कहाँबाट के गर्नु जाने हो र अब चाहिँ म जाँदैछु सालालाई ल्याउन साला र फोनिक्स चाहिँ उता अब सालाले जहिले घुमाउनु लिएर हुन्छ अनि अब म उतै जाँदैछु अब हेरौँ अनि त्यसपछि आजको लुक्स यता यहाँ अन्त थ्याङ्क यू सो मच ल ठिक छ अब चाहिँ म उता सालालाई ल्याउनु जाँदैछु के अरे साथीहरू अनि त्यसपछि नेपालगञ्जको भाइरल प्लेस आज हजुरहरूलाई देखाउँछौँ हामीले है त मैले चाहिँ हाम्रो डनलाई देखिसकेको छु उता छन् पर फोनिक्स हेर्नुलाई कस्तो आउँछ ल फोनिक्स ला आइज यता आऊ आम्मामा स्पिड ल भगर आऊ आम्मामा स्पिड त कस्तो खै यता हेर त हाई भनिदेऊ त हाई आम्मा ल अब चाहिँ साथीहरू ढिलो नगरिकन हामीले भनेको ठाउँमा चाहिँ पुग्नुपर्छ बस हो उही गएर खम्ला है त ल त साथीहरू हामी चाहिँ जाँदैछौँ भाइरल फुलमा अब हामी वहाँ के अरे बजार जान नसक्ने यही हाम्रो घरको नजिकै गाडी हिँडेछ नि त हेर न बिचमा बनाउने उतातिर साइडमा उसमा के उसमा बनाउँला के के नि यति बेला फेरि यति धेरै गाडी हिँड्ने आउँछ अस्ति नेपालमा धेरै ऊ भएर टुरिस्ट बिहान आएको हो के कति भिडभाड हो के अहिले
किनकि अहिले सबै अफिसहरू बन्द अफिसहरूबाट घर फर्किने हुन्छ नि त त्यही भएर अनि मलाई यो सुट कस्तो देखेको छ रुटिन अफ यो रुनी भने होइन के हामीले त्यो मोबाइलको रुटिन अफ बन्द भनेको ए यो रुटिनको मैले भनेको रुटिनको बन्द पनि बन्द गरेर होइन रुटिन अफ नेपाल बन्दले त्यो नेपालको भाइरल प्लेस हालिदिएको के म त यो बन्द भयो भनेको मेरो बुढाको बडी आजकल खतरा भयो नि बुढै खतरा छ नि त अनि छि खाप्छु हेर साथीहरू हामी चाहिँ आज धेरै दिनपछि यसरी हिँड्दै कुरा गर्दै जाँदैछौँ अब हेर्नु यस्तो अङ्गाल पनि नहाल्न दिने हेर्नु मलाई एक दिन दिएर हाम्रो जस्तो अटोमा हिँडिदिनु छ एक दिन थियो हामी यत्तिकै हिँड्यौँ अहिले अर्को दिन चाहिँ हामी अहिले पनि यत्तिकै हिँडिरहेको छौँ त्यस्तो यस्तो होइन यस्तो भन न के अरे एक दिन आउनु काली एकैतिर आउनु किन खै हिजो पनि थियो हिजो पनि रुकै वै तर कहाँ के हो त यो मुहानकै माथि देखाएको छ खै छैन लिया सेम फोनी जस्तै छ सुनिन्छ ल भएको छ बात त ओ माय गॉड दम दम मालिक गराइ दम 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 भागो भागो यो हाम्रो चाहिँ प्लेस आइगयो यार जिम्दै मार्छ अम्फाले हुन्छ फाइनली आयो भाइरल प्ले आऊ साला माथि आऊ बुढी मैले अटोबाट भिडियो बनाउँदा मैले हाई गर्दैछु कि रोक रोक यताबाट राम्रो आउँछ कि यताबाट हो यताबाट वाउ 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 नै बनाउँदा पनि मुखमा अनुहारमा हाँसो छैन नि यताबाट हिँड्दै जाउँ न यता अलिकति देखाउँ न ल यता गाडी आएको नि नै यहाँ खतरा हुन्छ कि बस्नु यो चाहिँ हाम्रो हिँडिरहेको हो कि हामी चाहिँ बजार गएनौँ 10 बजे र साँझको 5 बजे अफिस टाइम हुन्छ हेर्नु त गाडीहरू सल्लाहले त माथि माथि हेर्नु त गाडीहरू टिपरा छ त यिनी फेरि खाइसकिने यार एउटा भिडियो बनाउँछ न कार आछ चौरा काछ रिस उठाइरहेको छैन मोबाइलको बनाइदिनु नाटक गराएको थिएँ यार यस्तो मान्छे किन बनाउन आउनु अझै पनि यता आउँ भन्न छोडिने के म साँच्चीमा म बनाउँदै र दिमाग खराब यिनीहरू यहाँ उभिनु छैन चौरा काछ किन आएको त बनाउन हेरे पनि हेरौँ अब भन्छ कि नै नाटक गराएको थिएँ यार पागल जस्तो यस्तो मान्छे अब गाडीमा टरक नै हिँड्दा के हुन्छ त साथीहरू कहिले मलाई थर्काउँछन् कहिले आफै के अरेक गरे हुन्छ कि यो के गरेको होला त्यो कपडा खोली लाजको मर्नु राम्रोसँग भिडियो गराउँ नत्र हेर हिँड हामी यहाँ झगडा गर्न आए जस्तो भयो हेर ल अहिले चाहिँ अलिकति मुड मेरो फ्रेस भयो किनभने चाहिँ अब मैले टी सर्ट खोलेर फोटो खिचेँ नि त मैले भनेको लाग्नुपर्छ नि पछाडि यहाँ म यहाँ साप चाहिँ के पऱ्यो आँखा फेरि अनि हामी चाहिँ त्यता बनाउँदै हिँड्यौँ यो चाहिँ अलि अगाडिसम्म छ अलि अगाडि चाहिँ झप्प परेको छ भनेर सालाले चाहिँ मलाई यहाँ खबर दिएन त्यसैले हामी चाहिँ अगाडि जाँदैछौँ अलि माथि होइन खै त गाडी साली आइन नि त यो बाटोमा यदि कोही स्कुटी बाइकमा पछाडि महिला बस्नु भएको छ नि उहाँले भिडियो बनाइहाल्नुहुन्छ कस्तो लाग्यो अहिले हाम्रो नेपालगञ्ज हेर न अब यो उता बजारतिरको त यो भाइरल मतलब यहाँ मान्छेले नआएर खालि बजारतिरको फुलको बोटको फुलै भइसक्यो के हामी चाहिँ
हाम्रो भिडियो सुटिङ भनौँ न भ्यायो नि काले राम्रो यति मैले अघि नै भ्लगमै भनेको छु यसरी 4 देखि घाम डुब्ने बेलासम्म सबभन्दा राम्रो क्यामेरा क्वालिटी यति बेला आउँछ चाहे क्यामेरा होस् मोबाइल होस् जुनसुकै चिज होस् अनि अब चाहिँ हामी फेरि 3 जना नाइ भइगयो न त अनि हाम फाल्यो पनि अनि पनि जस्तो भयो त हाम फालिसक्छ नि त्यो जर्मन सेफर्ड भएर हाम फालेको हाम्रो साली आउदिन र सालीसँग पनि एक दुईवटा हिँडेको भिडियो बनाउँला भन्ने सोचेको थिएँ आउँदै आएन नि त यहाँ चाहिँ एउटा चिनो लिएर आएको थिएँ यिनले चाहिँ हेर्न मलाई अघि त्यही पनि रिस उठिसकेको लल छिटो हिँड नि त ओभरटेक हानु मम्मीले अहिले हेर्नुभयो त मम्मी अहिले नानी जाम त हिँड बनाउन भन्नुहुन्छ मम्मीले अहिले सबभन्दा राम्रो मलाई यहाँनिर लाग्यो खालि यहाँनिरको बजार जान नपाएँ नि मेरो बुढीलाई यहीँ लग्दा पनि म खुसी बजारको भन्दा नि यहाँको राम्रो लाग्यो किन भन न यहाँ त भित्र गएर पनि चित्र बनाउनु पाइयो नि त्यहाँ त ऊ छ के कभर गरेछ बिचमा अनि त्यस्तोमा त हामीले यो भाइरल बनाउनु पर्छ तिमी त्यहाँ गयो भने त तिमी एउटा पनि नबनाएर आउँछौ कि ट्रक कार भन्छौ किन बनाउनु सक्दैौ र तिमीले ब्यारियर लागेछ पुरै ब्यारियर छ कि होइन जानेन एउटा कारवालाले कस्तरी हेरेर गयो तिमी लास्टवाला यस्तो बनाउँदै थियौ त कारवालाले कस्तरी हेरेर गयो म त के एड्रेस सोध्न लाग्यो कि भनेर हेरेको ल अब चाहिँ उतै पसल गएर भेटौँला जे होस् खुसी लाग्छ आफ्नो नेपालगञ्जमा पनि नेपालगञ्ज भनेर चिन्ने छ नि त साली त यहाँ आइसकेको छैन हामी त त्यहाँ बनाउनु गएको सालीसँग उता बनाउँला भिडियो भनेको साली त्यहाँ आइसकेको छ ओ यहाँ आऊ त साली यहाँ कति बजेको गाडी हो सब राम्रो गाडी 6 बजे 5 बजे छुट्छ कहाँ जान लाग्यो तिमी किन नाइ के रे अस्ति नै फिल्म हेरेँ एन्जिला जस्तै त होइन त एन्जिला जस्तै हो फ्युचर बनाउन फेल हुन कस्तो डर लाग्यो कि मलाई फेल भएपछि पैसै आन्न रे कि फिर्ता 2 लाख मात्र 2 लाख काट्छ अरु दिन त गरे 2.5 लाख काट्छ कस्तो डर लाग्यो कति उके पुरै अप्ठ्यारो सोधिराखा गरे एकदम म त्यस्तो टेन्सन नमान तिमी कस्तो दुब्ला खरखरको बच्ची फेल भएन कति गरे अहिले भर्खर कलाको कति फेल भएछन् कति 2 लाख रुपैयाँ काट्दै दिदै गरेछ पैसा त्यही के हामीले प्रोसेसको सबैको 2 लाख रुपैयाँ काटेर अरु फिर्ता दिन्छ अरे के पैसा इन्टरभ्यु भएका परिको कि फेल भएका कति खान्जी सोध्दै गरे कि म हिरा गान्दा कता त सक्दै त्यो खान्जी त सकिन्न म पहिले नरस अनि पहिले किन डराछौ त अनि यस्तो गरेछौ अनि यस्तो गरेर प्लेन टिकट पनि छुटेको अहिले अब त्यता भए पनि जान्छु कति लाग्यो मलाई कस्तो भोक लाग्छ कि रुख चाउमिन भनेछु कि फ्याटे चाउमिन खाइजामलाई सिर्जना कि जानी र मेरो म त एकली जान सक्छु त ल के हुन्छ र के नाइ त्यही पनि गए त के हुन्छ र नाइ कस्तो त्यही पनि कस्तो के जापान पनि पुराउन गएर हुन्छ त नि नाइ के मतलब के अब जे भए पनि एक त जन डरले छेडी छि हैन टेन्सन नमाना के पनि त्यही त टेन्सन नमाना केही पनि हुँदैन मेन कुरा चाहिँ अब यस्तो बेला चाहिँ हिँड्ने भनेको एक्लै हेर अब चाहिँ हो त्यस्तो भए निकाली नाइ पछि गएर तिमीलाई मैले विदेश बोलाउँदा गरेँ अनि तिमीलाई कोही छोड्न जानुपर्छ त त्यहाँ ओ सिर्जु आम्मा चस्मा ओ माइ गॉड मरद लुक्स त मरद छ त के हो यस्तो छ त बसको अब हेरी हुन्छ बस मोमो साला मेरो चाउमिन भनिदेऊ भन्नु न छिटो खाएर जाउँला कि त्यो मोमो खाउँ त नि जाउँला त नि कस्तो आत्ती छिन् डराएर म कस्तो गरेछन् उ गर्के भोलि बिहान बरु प्लेनमा गयो हुन्छ बरु अहिले टिकट काट्न जाने बरु टिकट यहीँबाट काट्दिन्छन् के यिनीले गाह्रो हुन्छ गाडीमा कति गाह्रो हुन्छ कति म 2-3 हजार गाडीमा खर्च भइहाल्छ यताउता गर्दाखेरि 6,500 खानसाना गर्दा उ गर्दा 6,500 राम्रो हामी त 6,800 मा गएको दुईजना 14 पुल कति त्यहाँ देखेन हामीलाई हेर न यहाँ भिडियो कस्तो राम्रो छ यहाँ हेर त मर्निङ एभ्रीवान ल हजुरहरूले सोचिराख्नु भएको होला 81 साँझबाट अर्को दिन बिहान गुड मर्निङ गरे हाम्रो भ्लग लाइभ नै यस्तै भएको छ अनि कतिपय बेला हिजो चाहिँ साँझ भिडियो कन्टिन्यू हुन्थ्यो हिजो फेरि हाम्रो ब्याट्री डाउन भएको के चार्जै सक्यो र आज अर्को दिन हो अनि हिजो चाहिँ अब देख्नुभयो होला हाम्रो सालीलाई चाहिँ अब
उता बाहिर काठमाडौँतिर जाने काम थियो र हिजो साँझ नगएर अब उसको इन्टरभ्यू छ सालीको। सालीलाई बेस्ट अफ लक, सबैजनाले बेस्ट अफ लक भनिदिनु होला। अनि अर्को कुरा हिजो राति नगएर बिहान उनी 6:30 बजेको फ्लाइटमा चाहिँ काठमाडौँ गइसकिन् र अझ बिहान पनि देखाउन सकिएन, निद्रामा ज्याप थिएँ म पनि। अनि अब मैले नबनाएपछि त भ्लग बनाउने को छ र यहाँ, थाहै होला हजुरहरूलाई। अनि यहाँ चाहिँ अब आज के लगाउने भन्ने हेर्दैछन् क्या हो। अनि म हजुरहरूलाई हाम्रो फोनिक्सलाई देखाउँछु। कस्तो मलाई फेरि अहिलेसम्म खोकी सन्चो नभयो यस्तो गर्छु नि। हेर्नु है, सबै यहीँ कुरेर बस्यो। कता छेउ? ओए 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 आम्मा ल माथि माथि भएको माथि ल माथि यहाँ बगर आऊ फोनिक्स ल यहाँ बगर न नुनु नुनु यता हेर गुड गुड बर्थडे। अब यसको बर्थडे पनि भोलि हो साथीहरू। अनि हजुरहरूले यसको बर्थडे भ्लग पनि पाउनुहुन्छ। ल खुट्टिदेऊ छोरी रो हे बग ल खुट्टिदेऊ। गुड फोनिक्स। अर्को यो खुट्टी यो बाबे कति माया लाग्छ कि साथीहरू। हजुरहरूले हिजो पनि देख्नुभयो होला, हामी चाहिँ त्यहाँ जाने बेला यसको नाम चाहिँ फोनिक्स हो। अनि हिजो हामी जाने बेला हजुरलाई देखाएको थियौँ नि, एउटा घरमा जर्मन सेपर्डहरू पनि पुरै भुकिरहेको थियो। त्यहाँ चाहिँ त्यसको नाम चाहिँ लियो हो। यिनी दुई भाइ हुन् क्या हो। यता आइज न अहिले जाम्दा। अब फेरि एकैछिन भ्लग बनाउन आएको कि यता बगर अहिले आउँछु है। यति सन्तोकी छ फेरि मान्छे सर के हो मान्छे सर काली चेन्ज गर्यो ठ्याप्पै पारेर फेरि क्यामेरामा देखेला कि। को बट साले गधा अहिले आउँछु म अहिले जाउँला। अनि त्यसपछि अब हामी चाहिँ लाग्यौँ पसलतिर। 7 बजिसक्यो। 7 होइन 8 बज्न लागिसक्यो। कति साह्रो घाम हुन्छ 8 बजे। ल हेलो गर यताबाट ल हेलो ओठमा चाहिँ कोदे गरिदिएको। ल अब चाहिँ हामी लाग्यौँ पसलतिर साथीहरू। अब हेरौँ कहाँसम्म भिडियो कन्टिन्यू हुन्छ, त्यसपछि हजुरहरू चाहिँ थाहा पाउनुहुन्छ है त। फाइनली हामी चाहिँ पसल पनि आइसक्यौँ साथीहरू। अब चाहिँ खाना खाने बेला भयो। अब आजको लागि भ्लग यति नै राखौँ। अनि अब भेटौँला नेक्स्ट भ्लगमा। अनि अब हाम्रो चाहिँ फोनिक्सको बर्थडे पनि छ। अनि हाम्रो म्याडम अब 2जना भइसकेपछि 1जना पसल कुर्नुपर्ने हुन्छ, मान्छे आइराख्नुहुन्छ। अनि उहाँ चाहिँ खाना खान जाँदै हुनुहुन्छ। अनि म चाहिँ एकछिन कुर्छु अनि त्यसपछि म खाना खान जान्छु। ल बाई भन नि त। सबैजनालाई बाई बाई। अनि सकेसम्म हामीले अब ठुलो भिडियो बनाउने कोसिस गर्छौँ। ल सबैजनाले माया गर्नुलाई यो भ्लगलाई चाहिँ माया छ फेरि पनि 100K को लागि छिटो मिहिनेत गरौँ। बाई एभ्रिवान।